वेलकम साथीहरू, यो मेरो मिनी ब्लगमा साथीहरू म चाहिँ आज भाइको बिहेको लागि जान लागेको होइन। त्यसको भाइको बिहेको बाटोतिरको सानो ब्लग तपाईँलाई देखाउँदैछु साथीहरू। तपाईँहरूले पुरा भिडियो हेर्नुहोला, तपाईँलाई कस्तो लाग्छ कमेन्ट सेयर गर्नुहोला साथीहरू। हामी आमा छोरी चाहिँ नाइट बस चढेर जान लागेको धनकुटा। यो बस चाहिँ धरानसम्म जान्छ साथीहरू होइन। धरानसम्मको लागि हामी नाइट बस चढेका छौँ हामी आमा छोरी। मेरो छोरी पनि गाउँ जान पाउँदा मक्ख छिन्, खुसी भएको छ साथीहरू होइन। अनि यो बस चाहिँ धरानसम्म जान्छ, अनि त्यसपछि अर्को गाडीमा चढेर हामी गाउँ जान्छौँ भोलि होइन। भोलि चाहिँ भाइको बिहे छ, अनि हामी बिहे खान हिँडेको साथीहरू। भाइ गाउँ पुगेर पनि भाइको बेहुली भर्खर ल्याएर बेहुलीले चाहिँ स्वागत गर्दैछ। बरन्डा कलशले चाहिँ घुमेर स्वागत गरिरहेको छ साथीहरू होइन। यो बरन्डा कलशहरू चाहिँ कन्या केटीहरूले यसरी बोकेर चाहिँ छन् होइन। हाम्रो राई कल्चरको चाहिँ यस्तो हुन्छ, तपाईँहरूको चाहिँ अब यस्तो छ छैन मलाई थाहा छैन होइन। तपाईँहरूले कस्तो छ कमेन्ट गर्नुहोला। बुहारी नानी चाहिँ भित्र जानको लागि शुभको लागि पानी फुल्दै फर्किँदैछ। बेहुली नानी बेहुला नानी बाबु भाइ बुहारी चाहिँ बेहुला घरको बिहे यो चाहिँ साथीहरू। बेहुला बेहुलीको फोटो मैले खिचेको। कस्तो छ बेहुला बेहुली, कस्तो लाग्यो पुरा भिडियो हेर्नु होला साथीहरू। हाम्रो चाहिँ दोकानदी जाने चलन छ, भाइको जाने चलन छ होइन। बेहुलीको बहिनीहरू पुऱ्याउनलाई बेहुलीको दाजु आफन्तहरू बेहुलीलाई बुझ्ने बस्नेलाई सबैजना भाइको बिहेको पार्टी चाहिँ भेट चलिरहेको छ। चाहिँ बेहुलाले चाहिँ आफन्तहरूलाई चाहिँ बेहुलीलाई चिनिरहेको छ। बेहुलाको बाबा चाहिँ बेहुलाको कान्छा काका काकी, मेरो चाहिँ कान्छा मामा छु। बेहुलाले चाहिँ ढोकेर चाहिँ बेहुलीलाई चिनिरहेको छ। मेरो खादा लाउनेहरूको सबैको पनि माइतीहरू चाहिँ साथीहरू भाइको गाउँको डान्स अर्गानिक डान्स गरेर बिहेमा रमाइलो गरिरहेछन् भाइ बहिनीहरू। गाउँमा सबै कहिले काहीँ चाडबाड यसो बिहेहरूमा चाहिँ खुसी हुन्छ। रातभरि रमाइलो गर्छ बिहेहरूमा, कहिले चाडबाडमा रमाइलो गर्छ। सकिन लाग्यो आफूको लागि अब डान्स सकिन लाग्यो भाइको बिहे खाइवरी हिँडेको हामी काठमाडौँ। हिँड्नुहोस् चाहिँ धरान पुग्न लागेको साथीहरू। यो धरान तलदेखि छ धरान हो होइन। हामी धरानको माथि विष्णु पादुका, यो चाहिँ धरान 20 नम्बर विष्णु पादुकाबाट ओह्रालो झर्दैछौँ साथीहरू।
के गर्नु अब धेरै बस्न पाइएन माइतीमा आफ्नो व्यवहारले गर्दाखेरि काम व्यवहारले गर्दाखेरि हिँडेको काठमाडौँतिर साथीहरू मेरो छोरी सेल्फी भिडियो खिचिरहेको छ सेल्फी लागेको पहिला हामी त्यो बाटो बगरको बाटो कति नै भारी बोकेर गाडी हुन्छ बाई बाई साथीहरू आजलाई यति नै हो शुभ दिन